बच्चाहरूको 4 दिनको बिदाले पनि गर्नु गर्यो हामी प्यारेन्ट्सहरूलाई। सो मलाई नै एकदमै दुःख दिइरहेछ उनीहरूले होइन, उनीहरूको डिमान्ड अनुसारले खाजा, डिमान्ड अनुसारले खानेकुराहरू ल्याइदिनु पर्ने। सो यस, हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई अनदर मिनी ब्लग। इट्स मी लक्ष्मी। आई होप हजुर एकदमै सन्चै हुनुहुन्छ, म पनि एकदमै सन्चै छु। सो आज भने चाहिँ उनीहरूको डिमान्ड अनुसारले चाहिँ म पकाउँदैछु गिलो रोटी। अनि मेरो नानीको चाहिँ एकदमै फेभरेट हो। बाबुलाई चाहिँ खासै मन पर्दैन, तर दिदीले खाएको देखेपछि उसलाई नि खान मन लाग्छ। अनि म सँगै दिन्छु खाओस् भनेर बाबुले पनि। सो म चाहिँ एकदमै सिम्पल तरिकाले पकाउँछु, जे पकाउँछु एकदमै सिम्पल तरिकाले पकाउँछु। मैले चाहिँ यसमा त्यस्तो खासै केही राखेको छुइनँ। जस्ट अलिकति चिनी, अलिकति नुन अनि मसला राखेर अघि नै घोलेर राखिसकेको थिएँ। अनि मैले चाहिँ यसलाई सानो सानो गरेर पकाउँदैछु। यो गिलो रोटीलाई चाहिँ ग्यास अलिक सानो गरेर अलिक बेरसम्म पकाउनु पर्ने हुन्छ, अनि मात्रै भित्रसम्म पाक्छ, नभए चाहिँ अलिक काँचो काँचो टेस्टहरू आउँछ भित्रको। अनि सो तातो मैले नानी बाबुलाई एउटा एउटा दिएँ। अनि उनीहरूले मजाले नानी बाबुले चाहिँ मिठो मानेर खाँदैछ। अनि मेरो रातिको खाना पनि यही हो, म अहिले खान्छु, बेलुका खान्दिनँ। सो यस, थ्याङ्क यू फर वाचिङ माई भिडियो। यसै गरी माया साथ सपोर्ट दिनुहोस्। अनि कसले मेरो युट्युब च्यानल गरेर सब्सक्राइब गर्नुभएको छैन प्लिज गरिदिनुहोस्। सो यस, म चाहिँ खाँदैछु भेन्टाको तरकारीसँग। बाई बाई, हेभ अ गुड डे।